Let's again go to the schema one by one. So you see here in the slide, diminished level of consciousness is divided into trauma and non-trauma. So how does this trauma impacts on consciousness? Let's check here. So trauma causes loss of consciousness अथवा diminished level of consciousness by two ways. That is directly damaging the brain tissue or indirectly by hypoxia or hypertension, reducing cerebral perfusion. त्यसैले जुनसुकै केसमा पनि डिमिनिस लेभल अफ कन्सियसनेस लिएर आउनुभयो भने बिरामीहरूलाई चाहिँ हामीले एबिसिडिई एप्रोचबाट एसेसमेन्ट गर्यो भने एकदमै राम्रो हुन्छ। ओके, अब नन ट्रमा केसेसको कुरा गर्ने हो भने हामीले तपाईँले सम्झिनुभयो भने हामीले चाहिँ सेन्ट्रल कज अथवा ब्रेनको डाइरेक्ट कज, सिस्टमिक कज, अरू सिस्टममा इन्भल्भमेन्ट भएर ब्रेनमा असर भएको कारणहरू र त्योदेखि बाहेक अरू कारणहरू जस्तै कन्भर्सन डिसअर्डर, साइकेट्रिक कन्डिसनहरूले गर्दाखेरि पनि चाहिँ डिमिनिस लेभल अफ कन्सियसनेस लिएर बिरामीहरू आउनुहुन्छ। सो जेसुकै भएर आउनुहोस् बिरामी, किनभने बिरामीको डिमिनिस लेभल अफ कन्सियसनेस छ। यहाँ हाम्रो चाहिँ इम्पोर्टेन्ट पार्ट मैले पहिले पनि भनेको थिएँ, यो चाहिँ हिस्ट्री टेकिङ भन्दा पनि इम्पोर्टेन्ट कुरा के हुन्छ त भन्दा स्टेबिलाइजेसन हुन्छ। स्टेबिलाइजेसन कसरी गर्ने भन्दाखेरि चाहिँ एबिसिडिई एप्रोचबाट गर्ने। सो एबिसिडी एप्रोचका विभिन्न पार्टहरू चाहिँ मा चाहिँ भाइटल साइनहरू पर्छन्। त्यसले गर्दा हामीले इनिसियल्ली हामीले भाइटल साइनहरू हेर्ने र भाइटल साइनमा काहीँ कतै गडबडी भेटियो, जस्तो पल्स रेट ट्याकी देख्नुभयो अथवा ब्राडी देख्नुभयो भने त्यसलाई म्यानेज गर्नुहोस्। ब्लड प्रेसर, हाइपरटेन्सन देख्नु भएको छ भने त्यसलाई म्यानेज गर्नुहोस्। रेस्पिरेटरी रेट गडबडी छ, 8 भन्दा कम छ, 30 भन्दा माथि छ भने क्रिटिकल भयो, त्यसलाई हामीले म्यानेज गर्नु पऱ्यो। टेम्परेचर गडबडी छ, हाइपोथर्मिया छ अथवा चाहिँ फेब्रुअरी इलनेस, हाइपरथर्मिया यस्तो छ भने त्यसलाई म्यानेज गर्नु पऱ्यो। अक्सिजनमा गडबडी छ, त्यसलाई पनि म्यानेज गर्नु पऱ्यो। सो यो कुरा एकदमै इम्पोर्टेन्ट छ। म तपाईँहरूलाई फेरि पनि हामी जोड गर्छु कि इमर्जेन्सीमा भाइटल साइनको एकदमै महत्त्वपूर्ण छ र भाइटल साइनमा काहीँ न काहीँ गडबडी छ भने के कारणले भाइटल साइन गडबडी भयो भनेर जहिले पनि खोज्ने प्रयास चाहिँ हामीले गर्नुपर्छ। अब हिस्ट्री होइन, त्यो भनेर हिस्ट्री लिँदै नलिने होइन, तर यहाँ हामीले चाहिँ पाएसम्म, भेटेसम्म हिस्ट्री पनि खोज्नुपर्छ। र हिस्ट्री कसरी लिने बिरामी, बिरामी त अचेत अवस्थामा हुन्छ भने हाम्रो चाहिँ भिजिटरबाट हामीले लिन सक्छौँ। जसले लिएर आउनुभयो त्यो बिरामीहरूबाट, त्यो बिरामीको मान्छेहरूबाट लिन सक्छौँ। सो यसमा चाहिँ विभिन्न कुराहरू छ। त्यसमध्ये एउटा इम्पोर्टेन्ट कुरा चाहिँ कहिलेदेखि अचेत हुनुभयो होला, त्यो चाहिँ इम्पोर्टेन्ट छ होइन। किनभने ऱ्यापिड अनसेट छ भने चाहिँ सेन्ट्रल कज हुनसक्छ, जस्तै स्ट्रोक अथवा ब्लिडिङ इनसाइड द ब्रेन हुनसक्छ। ग्रेजुअल अनसेट छ भने मेटाबोलिक कज र सिस्टमिक कारणहरू हुनसक्छ। लङ ड्युरेसन, लामो ड्युरेसनदेखि मान्छे अचेत अवस्थामा छ भने त अहिले भाइटलहरू स्टेबल भएर त आउँदैन होइन। स्टेबल भाइटल छ, लामो समयदेखि बेहोस भएको छ भनेर भन्यो भने चाहिँ कन्भर्सन डिसअर्डर हरू पनि कहिलेकाहीँ हुनसक्छ। सो यसरी हिस्ट्रीबाट पनि हामीले चाहिँ यो के कारणले गर्दाखेरि भएको भन्ने बारेमा हामीले पत्ता लगाउन सक्छौँ। सो त्यसै गरेर अब हामी अर्को पार्टहरू होइन, त जसरी हामीले पेनमा चाहिँ विभिन्न पार्टहरू लिन्छौँ, त्यसै गरी अचेत अवस्था लस अफ कन्सियसनेसमा पनि अरू कारणहरू, ड्युरेसन जस्तै अरू एसोसिएटेड फिचरहरू के छन् त भन्ने कुरा हामीलाई इम्पोर्टेन्ट कुराहरू छ। सो जस्तै हेडेक छ भने चाहिँ सेन्ट्रल कज हुनसक्छ, मेन्जाइटिस हुनसक्छ। अनि फिभर अनि विथ लस अफ कन्सियसनेस छ भने इन्फेक्सन हुनसक्छ। यो चाहिँ सेन्ट्रल पनि हुनसक्छ। सिस्टमिक जस्तो न्युमोनियाले गर्दा पनि चाहिँ मान्छेहरू बेहोस हुन सक्छ। त्यस्तै फोकल विकनेसहरू
होइन फोकल न्युरोलोजिकल डिफिसिटहरू देख्नुभयो भने चाहिँ हाम्रो चाहिँ त्यहाँ पनि स्ट्रोक हुनसक्छ, स्पेस अकुपाइङ लिजन इनसाइड द ब्रेनहरू हुनसक्छ। त्यस्तै सिजर भएको छ बिरामीलाई भने यो चाहिँ सेन्ट्रल कज भयो, किनभने सिजरहरू धेरै सेन्ट्रलले हुन्छ, तर त्यो भनेर सेन्ट्रलले मात्रै हुन्छ भन्ने छैन, कहिलेकाहीँ पेरिफेरल कजले पनि, जस्तो हाइपोग्लाइसिमिया, हाइपोक्सिया, इलेक्ट्रोलाइट इम्ब्यालेन्स, यस्तो कारणले गर्दा पनि हाम्रो चाहिँ यो सिजर हुनसक्छ, जसको कारणले गर्दा यो के कारणले गर्दा लस अफ कन्सियसनेस भयो भन्ने कुरा हामीले पत्ता लगाउन सक्छौँ। त्यस्तै गरेर पास्ट मेडिकल हिस्ट्रीको कुरा गर्ने हो भने क्रोनिक डिजिजहरू केही छ कि त्यो हेर्नु पर्यो, जस्तै इपिलेप्सी, डायबिटिज, हाइपरटेन्सन, सिओपिडी, यस्ता कुराहरू छन् भने त्यसका कारणले गर्दा पनि मान्छे डिमिनिस लेभल अफ कन्सियसनेस लिएर आउन सक्छ। सो यो चाहिँ अरू कारणहरू जस्तो पास्ट मेडिकल हिस्ट्रीमा चाहिँ स्ट्रोक भयो अथवा चाहिँ मेटाबोलिक कारण, यस्ता कारणले गर्दाखेरि पनि हाम्रो चाहिँ डिमिनिस लेभल अफ कन्सियसनेस लिएर आउन सक्छ। हाइपरटेन्सन प्लस डायबिटिज छ भने यो चाहिँ के हो त भन्दा हाई रिस्क अफ स्ट्रोक हुनसक्छ। त्यसले गर्दा यो कुरालाई जहिले पनि याद गर्नु पर्यो। ड्रग एन्ड अल्कोहलको कुरा गर्ने हो भने अहिले पनि यो इम्पोर्टेन्ट कुरा हो। सो प्रेसक्राइब्ड एन्ड नन प्रेसक्राइब्ड ड्रगको बारेमा कुरा गर्नु पऱ्यो। उसले खाइरहेको, हामी प्रेसक्राइब गरिरहेको, अथवा आफूले पनि कहिलेकाहीँ बिरामीहरूले चाहिँ अचेत अवस्थामा आएको बिरामी छ भने कहिलेकाहीँ इन्टोक्सिकेसनहरू लिएर आउन सक्छ, जस्तै पोइजनिङहरूले पनि मान्छेहरू अचेत भएको हुनसक्छ। सो त्यसैले गर्दा यो कुरालाई पनि याद गर्नु पऱ्यो। त्यो सँगसँगै हाम्रो अर्को चाहिँ अल्कोहल युज अर विड्रलको, अल्कोहल विड्रलहरूले पनि यस्तो घटनाहरू भएको हुन्छ है। अल्कोहल कजेज अनकन्सियसनेस आइदर थ्रु एक्युट इन्टोक्सिकेसन अर विड्रल डेलिरियम, यस्तो कारणले हुनसक्छ। अलवेज इन्क्लुड दिस इन यर इमर्जेन्सी हिस्ट्री। अब सोसियल हिस्ट्री मा चाहिँ सोसियल स्ट्रेसर मे हिन्ट एट कन्भर्सन डिसअर्डर इफ नो फिजिकल कज इज फाउन्ड बट मेजर स्ट्रेस प्रेजेन्ट, कन्सिडर साइकेट्रिक ओरिजिन। क्लिनिकल इक्जामिनेसन पनि गर्दै, अब अघि हामीले सुरुमा इनिसियल इक्जामिनेसनहरू गर्छौँ, भाइटल साइनहरू एबिसिडी एप्रोचमा भने, अनि त्यो सँगसँगै हामीले हिस्ट्री पनि लिन्छौँ, अनि फेरि हामीले चाहिँ इक्जामिनेसन गर्दाखेरि फेरि चाहिँ हामीलाई चाहिँ एबिसिडी एप्रोच फेरि प्रयोग गर्छौँ है। जहिले पनि हाम्रो चाहिँ एबिसिडी इम्पोर्टेन्ट छ। सो इक्जामिनेसन एन्ड म्यानेजमेन्ट गो टुगेदर। सो एड्रेस एबिसिडी फर्स्ट, देन लुक फर टेम्परेचर, signs of infection, focal neurological deficit, papillary edema, weakness, altered sensation. Remember, early management of abnormality saves life. Okay. सो अब ल्याब इन्भेस्टिगेसनको कुरा गर्ने हो भने हामी तपाईँहरूलाई जाँचमा पनि सोधिराखेको हुन्छ, वाट इन्भेस्टिगेसन डु यु निड भन्ने कुराहरू। सो हामीले फोकस ल्याब इक्जामिनेसनहरू गर्ने है, जाने जति सबै टेस्टहरू गरेर पठायो भने बिरामीलाई अन्नेसेसरी चाहिँ खर्चहरू, इकोनोमिक बर्डनहरू हुन्छ। त्यसैले के चाहिँदैन, सबभन्दा पहिलो टेस्ट हामी के गर्छौँ त भन्दा ब्लड सुगर गर्छौँ, किनभने हाइपोग्लाइसिमियाले गर्दा अथवा हाइपरग्लाइसिमियाले गर्दा बिरामी अचेत हुने सम्भावना पनि बढी हुन्छ, र त्यो चाहिँ बेड साइडमै तपाईँले गर्न सक्नुहुन्छ। त्योदेखि बाहेक अरू हामीले हेर्ने भनेको चाहिँ अक्सिजन सेचुरेसन, हाइपोक्सिया must be corrected immediately. If normal, proceed to next level of investigation based on clinical findings. So, special consideration हामीले जहिले पनि गर्नुपर्छ एक्सट्रिम अफ एजमा। जस्तो यदि भर्खर सानो बच्चाहरू छ है, अथवा एकदमै एल्डरली बिरामीहरू आउनुभएको छ भने त्यहाँ चाहिँ विभिन्न कारणहरूले, सिम्पल कारणले गर्दाखेरि पनि उनीहरूलाई चाहिँ अनकन्सियसनेस भइरहेको हुनसक्छ। जस्तै ओल्डर एडल्टहरूमा चाहिँ स्ट्रोक, निमोनिया, युटिआई, मेटाबोलिक इन्केफेलोपेथी, यस्तो कारणले गर्दा पनि हुनसक्छ भने बच्चाहरूको कन्डिसनमा चाहिँ हाइपोग्लाइसिमिया, मेनिन्जाइटिस, सिजर, यी विभिन्न कारणहरूले चाहिँ हुनसक्छ। ओके, सो टेलर your differential diagnosis according to the एज ग्रुप। अब हामी
त्यसै गरेर यो सेन्ट्रल कजका विभिन्न कारणहरू होइन अघि हामीले चाहिँ स्केमामा भने जस्तै यहाँ सेन्ट्रल कजका विभिन्न कारण जस्तो पोस्टिक्टल पिरियड सेरोभास्कुलर एक्सिडेन्ट इन्फेक्सन स्पेस अकुपाइङ रिजन कुनै पनि कारणले कसै गरेर पनि चाहिँ बिरामीहरू अचेत भएको हुनसक्छ त्यस्तो अवस्थामा चाहिँ के कारणले भयो होला भन्ने बारेमा पनि हामीले फेरि हामीले वाट सुड वी लुक वाट सुड वी आस्क फर एन्ड वाट सुड वी लुक फर यो कुरा चाहिँ इम्पोर्टेन्ट छ सो हिस्ट्री भनेर चाहिँ हामीले के कुरा सोध्ने त भन्दा यसमा पनि अघि भने जस्तै भने ड्युरेसनको इम्पोर्टेन्ट छ है सो जस्तै एब्रप्ट अन्सेट छ भने स्ट्रोक ब्लिड हुनसक्छ ग्रेजुअल अन्सेट छ भने ट्युमर एप्सेस टिबी मेन्जाइटिस हुनसक्छ भने सिजर पछि चाहिँ मान्छे अचेत भएको छ भने पोस्टिक्टल पिरियड हुनसक्छ त्यस्तै फिभर छ भने टाइम कोर्स म्याटर्स फिभर छ भने इन्फेक्सन हुनसक्छ सो त्यसैले हामीलाई यो टाइम कोर्स चाहिँ ले चाहिँ हामीलाई डायग्नोसिस गर्नमा एकदमै मद्दत गर्छ त्यस्तै टाउको दुखेको छ भने हेडेक प्लस फिभर छ भने मेन्जाइटिस इन्केफलाइटिस हुनसक्छ भने सडन सिभियर हेडेक छ भने एसएएच हुनसक्छ मर्निङ वर्स हेडेक छ भने यो भने स्पेस अफ पाइन रिजन हुनसक्छ सो अलवेज आस्क वेन एन्ड हाउ डिड headache starts. So neurological symptoms refine your differential, like weakness or numbness may indicate focal lesion. त्यसै गरेर पर्सनालिटी अर कग्निटिभ चेन्जेसहरू छ भने फ्रन्टल अर डिफ्युज प्याथोलोजीहरू हुनसक्छ रेज्ड आइसिपी छ भने हेडेक भोमिटिङ अर प्यापिलोइडेमा लिएर बिरामी आउन सक्छ त्यसै गरेर सिजर छ भने कर्टिकल इरिटेसन हुनसक्छ दिस क्लोज गाइड फर द इन्भेस्टिगेसन्स पास्ट मेडिकल हिस्ट्रीको कुरा गर्ने हो भने रिचेक रिस्क फ्याक्टर्सहरू जसले गर्दा चाहिँ मान्छे अचेत हुनसक्छ जस्तै हाइपरटेन्सन डायबिटिज रेनल लिभर डिसफङ्सनहरू यस्ता छन् भने त्यसैको आधारले गर्दाखेरि चाहिँ मान्छे चाहिँ अचेत भएको हुनसक्छ त्यस्तै गरेर रिपिटेड सिजर हिस्ट्री छ भने इपिलेप्सी अथवा स्पेस अकुपाइङ लिजन हुनसक्छ सिस्टमिक अर्गन फेलरहरू जस्तै मेटाबोलिक इन्केफेलोप्याथी जस्तै तपाईँहरूले याद गर्नुभयो होला युरेमिक इन्केफेलोप्याथी त्यस्तै गरेर हाम्रो चाहिँ हेपाटिक इन्केफेलोप्याथी यस्ता कारणले गर्दाखेरि चाहिँ बिरामी चाहिँ अचेत भएको हुनसक्छ सो यो हिस्ट्रीको आधारमा हामीले चाहिँ यसले चाहिँ यो हेल्प्स यु टु डिसाइड वेयर टु सर्च नेक्स्ट लाइक ब्रेनमा हेर्ने कि बडीमा हेर्ने भन्ने कुराहरू हामीले याद गर्नु पर्यो ओके सो अब त्यस्तै गरेर फोकल न्युरोलोजिकल साइनहरूमा चाहिँ तपाईँहरूलाई न्युरोलोजिकल इक्जामिनेसन हामीले सिकाइरहेको हुन्छ त्यसमा चाहिँ अब यसमा फुल डिटेल न्युरोलोजिकल इक्जामिनेसन गर्नुपर्छ किनभने लस अफ कन्सियसनेस चाहिँ भएर बिरामी आउनुभएको छ भने चाहिँ हामीले डिटेल न्युरोलोजिकल इक्जामिनेसन गऱ्यो भने एकदमै राम्रो हुन्छ चाहिँ जस्तै इक्जामिन फर फोकल फाइन्डिङ्स विकनेस रिफ्लेक्स चेन्जेस सेन्सरी लस स्पेस अकुपाइङ लिजन चेक कर्निक साइन्स cranial nerves, fundus for papilloedema indicating raised ICP. Pupil reaction offers valuable localizing साइनहरू देखाउन सक्छ सो त्यसै गरेर अब हाम्रो अर्को इम्पोर्टेन्ट ब्रेन मात्रै नभएर सिस्टमिक कारणले गर्दाखेरि पनि चाहिँ मान्छेहरूलाई चाहिँ अचेत भएको हुनसक्छ त्यसैले गर्दा सिस्टमिक इक्जामिनेसन पनि इम्पोर्टेन्ट छ सो सो चेक कार्डियोभास्कुलरमा चाहिँ मर्मर एरिथमिया बिपी क्यारोटिड ब्रुईहरू छ कि छैन त्यो याद गर्नु पऱ्यो रेस्पिरेटरी एब्डोमिनल इक्जामिनेसनहरू गर्नु पऱ्यो होइन त्यसमा चाहिँ इन्फेक्सन छ कि अर्गन फेलरको साइन एन्ड सिम्टमहरू छ कि त्यो कुराहरू हेर्नु पऱ्यो स्किनमा जस्तै ऱ्यासेसहरू छ कि निडल मार्कहरू छ कि त्यो कुराहरू पनि याद गर्नु पऱ्यो थोरो इक्जाम प्रिभेन्ट्स मिसडायग्नोसिसलाई चाहिँ प्रिभेन्ट गर्छ इन्भेस्टिगेसनका कुरा गर्नु भने फर सस्पेक्टेड सेन्ट्रल कज सिटी स्क्यान युज क्यानेडियन सिटी हेड रुल्स सो इफ नो फोकल साइन्स अर पेप्लेडमा lumbar puncture for meningitis or encephalitis, but never perform lumbar puncture when raised ICP or mass lesion is suspected.
यो कुरालाई पनि याद गर्नुपर्छ। सो त्यसै गरेर हामीले चाहिँ स्केमाको अर्को पार्टहरू हेर्ने हो भने चाहिँ स्पेस अकुपाइङ रिजन छ भने त्यसमा चाहिँ यो दिस क्यान बी इन्फेक्टिभ पनि हुनसक्छ, नन इन्फेक्टिभ पनि हुनसक्छ। सो यदि यदि चाहिँ इन्फेक्टिभ टाइपको चाहिँ छ भने चाहिँ के हुनसक्छ भन्दा जस्तो जस्तो फिभर हुनसक्छ, तर कहिलेकाहीँ मेबी एब्सेन्ट पनि हुनसक्छ, किनभने इल्डरली पेसेन्टहरू हुनसक्छ, ब्रेनमा भएको सानो लिजनले गर्दा सधैँभरि ज्वरो आउँछ भन्ने नहुनु पनि सक्छ। सो इयरले अथवा चाहिँ स्किन फेस, सो यो चाहिँ डेन्जर एरिया हो होइन, यसले पनि चाहिँ ब्रेनमा चाहिँ एब्सेसहरू गराउन सक्छ। त्यस्तै चेस्ट इन्फेक्सन, युरिनरी ट्र्याक्ट इन्फेक्सन, यसले गर्दाखेरि पनि चाहिँ मान्छेहरूलाई चाहिँ यो एब्सेसहरू, ब्रेन एब्सेसहरू भएको हुनसक्छ। टिबीको एक्सपोजर छ कि छैन त्यो पनि याद गर्नु पऱ्यो। त्यस्तै सबक्युटेनियस नोडुलहरू जस्तै न्युरोसिस्टिस सर्कोसिस हरू छ भने पनि हामीले के सोच्नु पऱ्यो भने ब्रेनमा पनि चाहिँ न्युरोसिस्टिस सर्कोसिसहरू पनि हुनसक्छ होइन। सो एब्सेन्स अफ फिभर डज नट रुल आउट ब्रेन एब्सेस अर टिबी। सो अर्को चाहिँ अब इन्फेक्टिभ भर्सेस नन इन्फेक्टिभको कुरा गर्ने हो भने इन्फेक्टिभमा चाहिँ एब्सेस, टिबी ग्रानुलमा मेन्जाइटिस हुन्छ भने नन इन्फेक्टिभ केसेसमा ट्युमर्स, मेटास्टासिस, लङ ब्रेन्स, ब्रेस्टको मेटास्टासिसहरूले गर्दाखेरि पनि चाहिँ स्पेसल ब्यान्डिजनहरू हुनसक्छ। फिभर एब्सेन्ट प्लस फोकल साइन छ भने थिङ्क नन इन्फेक्टिभ लिजन। अब क्लिनिकल एक्जामिनेसनका कुराहरू गर्ने हो भने सो अन एक्जाम नोट फिभर, तर इट क्यान बी एब्सेन्ट। चेक इयर, नोज, चेस्ट फर इन्फेक्सन, लुक फर ब्रेस्ट लङ मेलिग्नेन्सी। दिस सिस्टेमिक फाइन्डिङ्स गाइड टुवार्ड द इन्फेक्टिभ अर न्युरोप्लास्टिक ओरिजिन। सो ल्याब इन्भेस्टिगेसन हामीले के गर्नु पर्यो त भन्दा यो के कारणले गर्दा भएको होला त भनेर पत्ता लगाउनको लागि, जस्तो ब्रेन एब्सेसहरूको लागि हामी के गर्नु पऱ्यो, टोटल काउन्टहरू गर्नु पऱ्यो। जस्तै इएसआर त्यति चाहिँ राम्रो गाइड नदिए पनि यो रेज छ भने चाहिँ हामीले सोच्नु पऱ्यो कि के कारणले गर्दाखेरि चाहिँ इएसआर रेज भयो भनेर। अनि सिटी स्क्यान सोज रिङ इन्हेन्सिङ रिजन इन एब्सेस, इन्टरप्रेट इमेजिङ ओन्ली विथ क्लिनिकल कन्टेन्स, नट अल रिजन आर इन्फेक्टिभ। अब सिस्टेमिक कजका अरू पार्टहरू हेर्ने हो भने चाहिँ यो स्किमामा जाने हो भने ड्रग एन्ड अल्कोहल इन्टेक अर ड्रग अर अल्कोहल विथड्रलले गर्दा चाहिँ अचेत हुनसक्छ, मेटाबोलिक कारणले गर्दा हाइपोथर्मियाले गर्नसक्छ, इन्फेक्सन अनि सिभियर निमोनिया, इन्टेरिक इन्केफेलोप्याथी, युरिनरी सेप्सिसले हुनसक्छ भने त्यस्तै गरेर हाइपोक्सिया, सेरोभास्कुलर कम्प्रोमाइज, यी चाहिँ सिस्टमिक कारण अफ लस अफ कन्सियसनेसहरू हुनसक्छ है। सो हिस्ट्री सोद्धाखेरि चाहिँ आस्क क्लियरली any drug intake, prescribed or unprescribed, alcohol consumption or withdrawal, history of drug abuse if patient unaccompanied, preceding agitation or intoxication like metabolic or toxic cause, है त्यस्ता कारणहरू छन् भने हामीले हिस्ट्रीबाट पनि हामीले थाहा पाउन सक्छौँ। सो मेटाबोलिक एन्ड सिस्टेमिक डिजिजका कुराहरू गर्नु भने डिजिज लाइक डायबिटिज, रेनल, लिभर, सिओपिडी, हार्ट डिजिज कज मेटाबोलिक इन्केफेलोप्याथी, इल्डरली, अल्कोहोलिक इन्फेन्ट, रिस्क अफ हाइपोथर्मिया। अलवेज चेक टेम्परेचर एन्ड ग्लुकोज अर्ली। फेरि है अघिदेखि भनिरहेका छौँ हामी के गर्छौँ त इमर्जेन्सीमा जस्तोसुकै बिरामी आयो भने पनि एबिसिडी होइन। सो रिएसेस अफ एबिसिडी एकपल्ट मात्रै गरेर हामीले कहिले पनि पुग्दैन कि एबिसिडी, किनभने बिरामी अचेत हुन्छ, फेरि एबिसिडी गर्ने, फेरि एबिसिडी गरेर फेरि एबिसिडी, अनि कहाँ के गडबड पाउँछ फेरि त्यही अनुसार म्यानेज गर्ने। ड्युरिङ एभ्री रिभ्यू रिपिट एबिसिडी, पल्स, बिपी, एस्पिरेट, एसपिओ2, युरिन आउटपुट, पिपिल साइज, टेम्परेचर, यी सबै कुराहरू हेर्नु पऱ्यो। सो जस्तै कुनै कुनै फाइन्डिङहरू हुन्छ, जस्तै स्मल पिपल्स छ भने ओपियोइड ओभरडोजहरू हुनसक्छ, फिक्स डाइरेटेड पिपल छ भने एट्रोपिन अर ओभरडोज अर
ब्रेन अर्नेसनहरू हुनसक्छ। कन्टिन्युस रिएसेसमेन्टले गर्दाखेरि चाहिँ यसले चाहिँ के गराउँछ त भन्दा बिरामीकोलाई हामीले चाहिँ सेफ केयरको लागि मद्दत गर्छ। एक्जामिनेसनका कुरा गर्ने हो भने इन मेटाबोलिक कजेज न्युरोलोजिकल साइन्स आर डिफ्युज एन्ड सिमेट्रिकल। इन अल्कोहोलिक्स कन्फ्युजन एटाक्सिया निस्ट्यागमसहरू छ भने चाहिँ यो केले हुनसक्छ भन्दा वेर्निकेज इन्केफालोप्याथी। रिमेम्बर द ट्रायड कन्फ्युजन ataxia and ophthalmoplegia. Also look for infection signs, alcohol, smear, अनि इन्जेक्सन मार्क दे टेल साइलेन्ट स्टोरिजहरूलाई हामीलाई बताउन सक्छ। अब हामी क्विजमा जाउँ। यो क्विज चाहिँ अ पेसेन्ट कोल्याप्स सडनली विथ बिपी अफ 220 by 140 millimeter of mercury and GCS of 3. Which investigation do you suggest? यसमा हामीले के गर्नु पर्यो त NC-CT8. त्यस्तै diabetic on insulin skips a meal and becomes unconscious. What is most immediate first action? के गर्नुहुन्छ भन्दा के गर्नु पर्यो मेजर बेडसाइड ग्लुकोज एन्ड म्यानेज। अब त्यो पनि छैन भने के गर्नु पर्यो त थोरै ग्लुकोज पुस गर्न सक्नुहुन्छ आइबी खोलेको छ भने, छैन भने यदि ऊ अलिकति खान सक्नुहुन्छ भने तुरुन्त ग्लुकोज हामीले खुवाउनुपर्छ। ओके, अब समरीको कुरा भने लेट्स ऱ्याप अप द की लर्निङ पोइन्ट्स। डिमिनिस लेभल अफ कन्सियसनेस इज अफन लाइफ थ्रेटनिङ। Always prioritize assessment and stabilization over labeling diagnosis. Follow ABCD systematically. Check blood glucose and oxygen early. Investigation further only after the stabilization. होइन, हामी हतार हतार गरेर चाहिँ यो चाहिँ पठाइरहेको हुन्छ बिरामीलाई, सिटी गर्नु पठाइरहेको हुन्छ है, अरू टेस्टहरू गर्नु पठाइरहेको हुन्छ। टेस्ट गर्नु त पठाउनु सक्यो, तर बिरामीलाई ट्रान्सफर गर्नुपर्दाखेरि जहिले पनि बिरामी चाहिँ के गर्नु त स्टेबल हुनु पऱ्यो है। नभए चाहिँ अहिले हाम्रो चाहिँ उपभोक्ता अदालतदेखि लिएर विभिन्न कारणले गर्दा त्यो बिरामीलाई गाह्रो पनि हुनसक्छ। नेपालको कन्टेक्स्टमा स्ट्रोक, इन्फेक्सन, हाइपोग्लाइसिमा, अल्कोहल इन्टोक्सिकेसन यी सबै कमन कारणहरू हुन्। सो अन्तमा तपाईँहरूलाई थ्याङ्क यू फर यर एटेन्सन। बिफोर मुभिङ टु द केस डिस्कसन इन क्लास, रिभ्यू दिस रेकर्डिङ केयरफुली. रिमेम्बर अर्ली रिकग्निसन, ऱ्यापिड करेक्सन एन्ड टिम वर्क सेभ्स लाइफ। थ्याङ्क यू।